यार यो मान्छेको जुनी पनि साह्रै पिरोलो जुनी हौ सारा। म त सम्झेर हारेस लागेर आउँछ कोही खेर त हेर ल यो यिनीहरूको जस्तो जुनी हुनु पर्ने गाईहरूको जस्तो बस्यो खायो है जिन्दगी मजा छ तिमीहरूलाई दुःख त हामीलाई सान्नु छैन यिनीहरूको के छ जम्मै काम लाग्ने हाम्रो त के पनि नहुने अब हेर यो दुःख छ है जिन्दगी अब खोले पकाउनु पर्ने अरे यिनीहरूकै लागि के गर्नु अरे यिनीहरूकै लागि जीवन हारे भाडा कुरा अर्को जुनी जाँदा म पनि भगवान् गाई बनाइदेऊ मलाई पनि है तर यो के भन्छ यो गोरु चाहिँ होइन कि गाई नै गोरु त लाँदाएर जोत्नु लान्छ हरेक जिन्दगी यिनीहरूको यस्तो मजा आउँछ नि ओइ निन्जा एक्सआर हेर निन्जा BMW निन्जा यिनीहरूको जिन्दगी मजा छ है टक्कै बस्यो है आई मर्यो भोक लागेको हो कि भुँडी दुखेको हो कि क्या हो छा बासी भात छ कि छैन हौ भुटी खानु पर्यो अलिकति के हारेछ छा भोक लाग्यो क्या साला बासी भात धरि छैन के हो गर्नुपर्ने हो साला भोक लागेको बेलामा के पो गर्नु पर्यो साला बेरीको ठुटाहरू छ त यहाँतिर खाँदिरहेको थियो त्यो पनि छैन हो साला जिन्दगी साला अब त सपना पो पुरा गर्नुपर्ने कि क्या हो घाँस पनि काट्नु छ अब हरेक जिन्दगी त्यहाँ छ सपना काट्नु पर्ने सुर्ती बटारी खाउँ भन्दा सुर्ती धरि नभएको यहाँ यो हरेक जिन्दगी छ है अब है सपनै पुरा गर्नुपर्ने रहेछ साह्रै भएन अब सपना पुरा गरिन्छ मजाले अब सपना पुरा भइल ला कति बज्यो घडी पनि छैन कि क्या हो घडी पनि छैन मिटर बक्समा हेर्नुपर्छ अब फेरि हो लु अब यस्तो गरिब जिन्दगी कहिले पनि नआउनु कति बजेछ यस्तो ढिलो टाइम आउँछ यसमा फेरि कि हरेक आएछ ल 4:30 भएछ अब घाँस के काट्ने ल अब गाई भोकले मर्छ छिट्टै साला अब दाउरा पनि छैन घाँस पनि छैन टाइम पनि छैन सपना पुरा गर्नुले गर्दा जिन्दगी यस्तै आजको सपना पुरा गरियो अब घाँस पुरा भएन दाउरा पनि पुरा भएन बासी भात ठेकाउँ ततै खानु हुन्थ्यो त्यो पनि छैन रहेछ साला हरेस दुनियाँ छ अब अरे साला त्यही भएर कति घाँस खान्छ हौ साला कुन दिन नखाइ बस्न खाँदिन भन्छ राम्रो हुँदैन साला मालिकहरू माया लाग्दैन मलाई तिमीहरूको घाँस अब हरेस जिन्दगी घाँस ल्याउनु कि दाउरा ल्याउनु कि भात खानु साला कुकुरले नपाएको दुःख मैले पायो साला तिमीहरूले गर्दा अनुहार हेर माया लाग्दैन कुकुरले नपाएको दुःख पायो साला अब फेरि रक्सी खानु थाल्छु मलाई रिस नउठा घाँस बन हो अब यी त भात पनि बन रक्सी यसो माई खानुपर्छ अलिअलि सबै भइहाल्छ टेन्सन चल्छ अब यस्तो छ अब दाउरा ल्याउनु पर्यो फेसन स्टाइल आम्बो सुनको औठी रहेछ फेरि यहाँ ठ्वाक्कै अब यहाँ दुलो रहेछ यो पनि त्यो देखाइदिनु पर्ने कि क्या हो परतिर गएर ताँबा हो कि क्या हो पित्तल कि ताँबा कि हालुङ्गेको कलर कसो गरौँ नि अब दिन
रात यिनीहरूलाई चाँदै ठिकै हुने भयो। गुप आएको जस्तो गर्छ, हप्नु हुँदैन, भोक लाग्छ फेरि है। अबै साला अब छिटै समय फर्किँदैछ नि। काँक्रा फल्छ, फर्सी फल्छ, बस्तीमा बसेको छ। अब भोकको टेन्सन हुँदैन, अहिलेको लागि पो छैन कि। 1-2 दिन पर्ख न साला। सुरुवाल पनि पर्खेर केही छैन। औ के गर्नुपर्ने, गरिखानु साह्रो छ। मलाई यो जिन्दगीले कहाँ पुर्यायो। कहाँ पुर्यायो है। अब कुकुरले नपाएको दुःख चाहिँ मैले पाएछु। यो त कस्तो पाराले देखाउनु, यस्तो गरेर बस्यो भने पो देख्छ क्या। सुन जस्तो देख्यो त हो भनिदिइहाल्छ, धमास दिइहाल्नुपर्छ क्या। ए सुन छ बेरोमा। यो गाह्रो छ अब जिन्दगी काट्नु हो। अब के गर्नु छ। अरे उठाले रे बाबा, उठाले जिन्दगी धन्याङ हो गया रे। उठाले 25 लाखको ज्याकेट छ, बेचेर विदेशतिर पो गइदिउँ यो। उठाले बाबा उठाले। ल अब दुःख पायो मेरै बुद्धिले, के गर्नु। नपाउने छ दिमाग बुद्धि त्यस्तै छ। ल राखेको ल।